हेलो गाइस, हामी अहिले छौँ गुल्मी तम्घास रेस्टुरेन्ट पौवा होटल। यो चाहिँ पौवा होटल हो। यो एकदम माथि टपमा रेस्टुरेन्टको टपमा छ। यो वास्तवमै नेपाल यस्तो ब्युटिफुल थियो हेर्छ। ल यहाँ तल हेर्नु, यहाँ तलको नजारा हेर्नु, तलको यो भिडियोमा कैद भएको उहरू बादल सरर उडिरहेछ। यस्तो चिसो यस्तो चिसो यहाँ। अब यहाँ त्यहाँनिर एउटा मन्दिर छ, त्यो के मन्दिर हो यहाँ। आयो सत्रमा अफिसमै हुनुहुन्छ कट्टाइम भन्नुहुन्छ अनि म त अघि नै आइसकेँ त जुत्ता सरको यही छ। हजुर हामी रेसुङ्गा पार्क आइपुग्यौँ भन्दै गर न। ल ल ल तीजको बेलामा त फेरि यति राम्रो हुन्छ नि फेरि सर। क्याजुअली अरू बेलाको पनि कन्फर्म हुन्छ। कसरी देखाएको छ भन्दाखेरि मैले त सर नराम्रोलाई नराम्रै भन्नुहुन्छ फेरि मेरो मान्छे बुढी रिसाइरहेको हुन्छ। अलिअलि गोविन्दसँग मेल खाइरहेको हुन्छ। टाइम मलाई त्यस्तो त्यो ऊ भन्ने ऊ चलाउनु छैन सर। अब काहीँ जानु पऱ्यो भने के त यस्तो लाग्यो गरिरहन्छ संसारमा केटा मान्छे दर्शनको क्रिया छोरी मान्छे प्रदर्शनको क्रिया हुन्छ। त्यो प्रदर्शन क्रिया मान्छेलाई राम्रो छ। आमालाई नि भन्नु हो फेरि आमा नि रिसाउनु होला। ल ल चिनारी हुँदै सेलसेल खाने भयो जान्छ। मलाई एउटा कुरो चाहिँ मेरो बुढीको हेर्नुहोस्, मैले मिसै पाउनु सक्दैन। अलि लामो क्रिममा हुँदाखेरि पनि टाइट छ। मलाई बुढीले कहिले के हुन्छ धेरै ठुलो हुने धेरै घन्टा जान्ने म तपाईँको सब कुरा थाहा पाएको छु। थाहा गरेको अलङ्कार सब थाहा छ भन्छ। म एकदम तर्सिन्छु सब थाहा पाइकि बर्बाद अरे यार सबै बुझिसकेपछि म तर्सिन्छु। त्यहाँबाट फेरि त्यो 2-4 दिनपछि त्यसले के भन्छ भने यो मान्छेसित यत्रो 14-15 वर्ष बस्यो अझै केही मिसो पाइन्छ। त्यसपछि यो ठिक छ, ट्र्याकमा छ है, ट्र्याकमा छ।
अहिले चाहिँ हामी यो कालीगण्डकीको तिरै हिँडेका छौँ। यो कालीगण्डकीको तिरै बाटो यताबाट तपाईँको हामी यताबाट गयौँ भने यो कालीगण्डकी त्यसमा पुग्छौँ, रेडी पुग्छौँ। अब यताबाट फर्केर यो गाडी गएर यतातिर गयो भने हामी कुस्मा होइन यता स्याङ्जा साइड जान सक्छौँ। अनि म चाहिँ मकै लिएर हामी यता जाँदैछौँ। यता जाँदै गर्दाखेरि हामी कहाँ जाँदै हो भन्ने लाग्ला तपाईँलाई, साथीहरूलाई भोक लाग्यो। अविनाश सरको हाम्रो मिटिङ हो, त्यहाँ चलिरहेछ गाडीमा, लगभग 1 घन्टा जतिको मिटिङ हो। त्यो मिटिङ पछि चाहिँ यहाँ हामीले झरनानेर नुहाउने भनेर चाहिँ हामी चाहिँ यहीँ रोक्यौँ। अनि भोक लागिरहेको थियो, होटेल वरिपरि कहीँ भेटेन। अनि बुढीलाई लगिदिनु लागेको, ससुरालीबाट लगिदिनु लागेको। कसैले अब यतै अलिकति, धेरै त होइन, अलिकति पोलेर खाउँ भनेर यस्तो रमाइलो छ। हेलो हेलो। अब हामी कहाँ जाने जस्तो लाग्ला होइन, कहाँ गएर नुहाउने हो भन्दा पनि किनाबाट झर्ना झरिरहेको छ। अब हामी त्यहाँ नुहाउँछौँ। छैन यहाँ भइरहेको छ। सर के छ तपाईँको प्रतिक्रिया यो मकै खाने कुरामा? मकैबारी दर्याम हो। आज खतरा मजा आयो। ल ठिक छ, अब हामी यहाँ मकै पोल्छौँ, यहाँ धर्ना गएर नुहाउँछौँ। र अनुज सर हाम्रो यहाँ सरको नाम के हो? मिस्टर सर। म दिपेन्द्र, हाम्रो दाजु त भइसक्छ। हामी काम गर्दै रमाउँदै स्विमिङ खेल्न रेडी भएको छ गाइस। प्यान्ट लाएर कहाँ आउनु त्यहाँ? सर लकडी देखाउनु त। हामीले आगो बाल्यो है गाइस। हाम्रो सर यहाँ आगो मास्टर हुनुहुन्छ होइन, अब कतिको आगो बाल्नुहुन्छ। म फेरि वाटर मास्टर। गाइस हाम्रो फाइनली आगो बलिसकेको छ। अब मकै बोल्ने हो, मकैबारी दर्याम पार्ने हो। मकै यहाँ भुत्तर भएको छु होइन, तलको ढुङ्गा यस्तो दुख्ने छ। दादा हजुर मिटिङ सकाएर जङ्गेर आइसकेको छ। के भन्छ नानीले? के भन्छ? अहिले हाम्रो मकै रेडी भयो। मकै अब हामी यस्तो मकै हजुर हो क्या काम रहने हो। 3 जना भाइहरू भएपछि होइन जङ्गलको कन्दमूल खोजेर पनि पाउँछ। खाउँ अब भइसक्यो। आउनु सरलाई ससुरालीको चाहिँ ठुलो दिनु, ससुरी बाले माया मलाई सानो दिन न, मलाई मकै मन पर्दैन हो साँच्चै। खानु सानो खान्छु नि म। सानो भन्दा नि यो पात उ छ हजुर खानु पर्दैन, खालि खान्न कि सकेको मलाई मनै पर्दैन। विवेकले त्यो पुरानो पनि दिनु त दाइ भन्यो भने त्यो त हामीले मकै पर्न लगाइसक्यो भन्नुभयो। अनि सबै नयाँमा ट्रान्सफर गरिदिइसकेको छ। अब किन माग्नु पऱ्यो? मागे पनि के काम छ र यस्तो? हजुर आज होइन सिँगै लानु, तर पोल हो क्या।
दादा हजुर के भन्नुहुन्छ तपाईँ यो रौटेवालाको कार्यक्रम मेमोरिज क्रिएटिङ मेमोरिज के दादा यसको सबै साह्रै छ फोटो खिचा छैन मासु बारीमा सब्जी लगाइन्छ हामी सर अहिले अब के जाने होइन त बबाल अबहरूले उताको कुस्माको बाटो लिएर जानु आज बबाल कुसमा त अनि उहाँ तल गएर खाने रे ए हो र गाइस अहिले हामी यहाँ टक्कै रोक्यौँ अहिले फेरि निक्लिन्छौँ अब हामी तर पोखरा महेन्द्र पाण्डेले भनेपछि आफ्नो बुवालाई गएर उद्धार गरे सुरु त्यसपछि अरू काम सुरु म तिम्रो माइती आएको हेर ससुराली मेरो ससुराली हेर न यहाँ ससुराले चिन्नै भएन पैसाले पो लिनु भयो यार खाना खाएको त तिमी कहाँ हो